हिजोको भिडियोमा टमाटर कसरी काटछाट गर्ने र कसरी गर्न सकिन्छ र टमाटर काटछाट गरे के फाइदा हुन्छ भन्ने बारेमा मैले भिडियो बनाएको थिएँ। मैले भिडियो अपलोड गरिसकेको छु, त्यहाँ पनि भिजिट गरेर हेर्न सक्नुहुन्छ। सो आज भने जुन काटछाट गरेको छ, काटछाट गरिसकेपछि अब यिनीहरू छन् नि पार्ट कटिङरहरूलाई सफाइ गर्नुपर्ने हुन्छ। यदि हामीले यो पार्ट कटिङरहरूलाई सफाइ गरेनौँ भने हुन्छ नि एउटा यसमा जम्मै यो लागेको रोग छ। यो लागेको रोग अब यो पाउडर जस्तो हुन्छ सुकिसकेपछि। अब सुकिसकेपछि पाउडर हुँदा अब यसको पाउडर चाहिँ उडेर अब एकअर्का बोट बिरुवामा अट्याच हुन्छ। त्यसपछि लिएर लागेको जुन स्वस्थ बिरुवाहरूलाई चाहिँ अट्याक गरेर चाहिँ त्यो पात रोगी भइदिन्छ, त्यो बिरुवा चाहिँ रोगी भइदिन्छ। त्यो भएको कारणले चाहिँ आज म सफाइ गर्न गइरहेको छु। तपाईँहरूले चाहिँ टमाटर बारी रोप्नु भएको छ, खेती गर्नुभएको छ भने यसरी नै सफाइ गर्नुपर्ने हुन्छ। र सफाइ गरेन भने फेरि पनि अर्कोचोटि यसैमा टमाटर लगाउनु भयो भने, यसैमा खेती गर्नुभयो भने यसैको जुन बिउ बन्न जान्छ भन्ने एउटा भनाइ छ। अरूको तुलनामा भन्यो भने टमाटर खेती मलाई एकदमै सही लाग्छ। किनभने अब टमाटर एकचोटि लगायो भने यसको हार्भेस्टिङ भनेको यसको जुन अवधि हुन्छ हामीले 6-7 महिनासम्म टिप्न सक्छौँ क्या। अब मैले यो 4-5 महिना भइसक्यो होइन, अझै 2-3 महिना मजाले टिप्न सकिन्छ। फलहरू छन्, फुलहरू छन्, अझै यिनीहरू पलाइरहेको छ, अझै माथि फुलहरू फुलिरहेका छन्, फलिरहेका छन्, राम्रो पनि इन्कम पनि भइरहेको छ। सो अब सिमी लगाउनु भयो भने होइन, तपाईँले कम्तीमा सुरुमा एकदमै राम्रो टिप्न सक्नुहुन्छ, सेकेन्डमा पनि टिप्न सक्नुहुन्छ। फेरि दुईचोटिमा टिप्यो बस सिद्धियो। फेरि पनि अब त्यसलाई जोडखन गर्नु पर्यो, त्यसलाई मल हाल्नु पर्यो, दुनियाँदारी गर्नुपर्ने हुन्छ। त्यो कारणले टमाटर खेती एकदमै सही पनि लागेको छ। अनि लामो समय टिप्न सकिने, कमाइ पनि राम्रो, इन्कम पनि राम्रो। अब मैले यो लगाइसकेँ, यसमा लगानी भनेको यसमा छ, दोरीमा छ। तर म भन्छु यो टमाटर खेती मैले गरेको चाहिँ जिरो लगानी, मतलब जिरो त नै तर त्यस्तो लगानी छैन। यस बाँस किन्नु पर्यो, अनि त्यसपछि सुत्केहरू यो टमाटरको हाँगा अड्याउनलाई किन्नु पर्यो, अनि त्यसपछि औषधिहरू किन्नु पर्ने हुन्छ। सो यति गरिसकेपछि तपाईँले मजाले कमाइ गर्न सक्नुहुनेछ। यसको छेउमा घाँसहरू उम्रिनु भएन। यहाँनिर चाहिँ कचेराहरू, यो घाँसहरू चाहिँ उम्रिनु भएन। किनभने अब जस्तो कि यहाँनिर घाँसहरू उम्रियो, किराहरू पनि धेरै उत्पादन हुन्छ, कीटनाशकहरू उत्पादन हुन्छ। यो पातहरूलाई खाने, फुलहरूलाई खाने चाहिँ किराहरू धेरै उत्पादन हुन्छ। त्यसपछि लिएर यहाँनिर घाँस उम्रियो भने, यहाँनिर घाँसले ढाकिदियो भने अब यो स्वस्थ पात छ, स्वस्थ बिरुवा छ, यसलाई ढुसी हुन्छ, पाला हुन्छ, धेरै अट्याक गर्छ। अहिलेसम्म धेरै पाला लाग्ने भनेको धेरै हुस्सु, जुन हुस्सुले गर्दा यसलाई पालाले अट्याक गर्ने भनेको जुन टमाटर छ एउटा आलु छ, यिनी दुईवटालाई चाहिँ एकदमै अट्याक गर्छ, एकैछिनमा सत्यानाश पार्छ। त्यो भएको कारणले काटछाटमा एकदमै जरुरत छ। मैले हिजो जुन काटछाट कसरी गर्न सकिन्छ भिडियो बनाइसकेको छु, त्यो भिडियो हेर्नु होला है, हेर्नु होला। यदि केही कन्फ्युजको बारेमा छ भने तपाईँले त्यस भिडियो बारेमा मलाई सोध्न सक्नुहुन्छ। सो तपाईँले हेर्न सक्नुहुन्छ। मैले भनिसकेँ यो टमाटर लगाइसकेपछि, यो टमाटर खेती गरिसकेपछि 7-8 महिनासम्म चाहिँ तपाईँले टिप्न सक्नुहुन्छ। यसको बोट यहाँदेखि लगाएर मैले यहाँबाट टिप्न सुरु गरेको, फल्दै फल्दै फुल्दै गएर माथि लगभग एक फ्लाइटको घरभन्दा पनि टाढा गइसक्यो। यो माथिको फेरि तल झाऱ्यो, फेरि माथिको, यसरी चाहिँ रोटेसन हुन्छ। जति यसको हाँगा जान्छ त्यति चाहिँ हामीले ठ्याक्कै पुर्याउन सक्दैनौँ होइन। धेरै भने 5 फिटको बाँस काट्नुपर्ने हुन्छ, माथि कसरी चढेर टिप्न सक्ने। त्यो भएको कारणले यही बोट माथि जान्छ, यही बोट तल झार्ने, फेरि माथि लगेर चाहिँ राख्नुपर्ने हुन्छ। त्यसपछि अब 7-8 महिना भइसकेपछि कम्पनी फल्छ, सानो फलहरू हुन्छ, मलहरू त्यति पाउँदैन। त्यो भएको कारणले जति पहिला हालेको थियो त्यो मलले काम गर्दैन। अनि त्यसपछि लिएर चाहिँ अब सानो फल हुँदै जाने, अब निक्लियो भने अब किराले पनि अब चैत वैशाखमा धेरै अट्याक गर्छ। त्यो भएको कारणले चाहिँ पातहरू सुक्ने, फलहरू सुक्ने, सबै खतम हुन्छ। अब जति स्प्रे गरे पनि, कीटनाशक औषधि स्प्रे गरे पनि यसमा त्यतिखेर कन्ट्रोल हुँदैन। सो त्यो भएको कारणले चाहिँ सक्दो चाहिँ हामी अर्ग्यानिक गर्नुपर्ने हुन्छ। निम साइडहरू हामीले स्प्रे गर्नुपर्ने हुन्छ। निम साइडहरू स्प्रे गऱ्यो भने त झनै राम्रो, किनभने अब त्यसमा विषादी पनि भएन, हामीले खाना पनि राम्रो हुने भयो।
सो त्यो भएको कारणले चाहिँ निम साइड चाहिँ युज गर्नु होला भन्ने चाहिँ म तपाईँहरूलाई जानकारी दिन्छु। सो म चाहिँ भन्न चाहन्छु आफ्नो देशमा आफ्नो ठाउँमा कि रगत पसिना विदेश जति रगत पसिना बगायो भने चाहिँ नेपालमा सुन फलाउन सकिन्छ है। सो अब यति गरिसकेपछि अब तपाईँहरूलाई कस्तो लाग्छ मेरो भिडियो त्यस्तै प्रतिक्रिया दिँदै गर्नु होला। फेरि पनि यस्तै खालको भिडियोहरू लिएर आउनेछु। थ्याङ्क्स फर वाचिङ।